हेलो गाइस, सम्पूर्ण टिकटक, फेसबुक तथा युट्युब फ्यामिलीलाई यहाँहरूलाई स्वागत छ। नमस्कार, नमसेवर। हजुरहरू पनि आरामै हुनुहुन्छ होला, हामी पनि यहाँ आरामै छौँ। गाइस, आज चाहिँ हामी कहाँ गएको भनेर चाहिँ तपाईँहरूलाई भन्न जाँदैछौँ है। सबैभन्दा सुरुमा चाहिँ हामीहरू चाहिँ यहाँ चाबेलदेखि गाडी चढेर चाहिँ हामी उता नामगेल हुँदै सुन्दरी जलतर्फ लाग्यौँ है गाइस। अनि त्यसपछि गाडीमा त एकदम रमाइलो भयो, किनकि अब हामी धेरैजना साथीभाइहरू एकदम एक्साइटेड थियौँ नि त हाइकिङ जानलाई। त्यही भएर एकदम खुसी हुँदै रमाउँदै आफ्नो दुःख सुख एकालाई पोख्दै खुसी हुँदै हामी चाहिँ आफ्नो गन्तव्यतर्फ लाग्यौँ है गाइस। त्यसपछि जे होस् साथीभाइहरूसँग यति धेरै रमाइलो हुन्छ है, त्यो त अनएक्सपेक्ट पनि गरेको थिएन। तर हामीले यति धेरै रमाइलो हुन्छ भनेर हामी चाहिँ हाइकिङ गएको थियौँ। तर त्यहाँ चाहिँ एकदम धेरै उकालो, अब हाइकिङ भन्ने बित्तिकै अब हाइटमै चढ्ने हो नि त, त्यही भएर एकदम उकालो थियौँ है। त्यही पनि अब हामी एकदम खुसी थियौँ, किनकि हामीसँग यति धेरै साथीहरू हुनुहुन्थ्यो, यति धेरै माया गर्ने साथीहरू छन्। अनि योभन्दा अरू त के चाहियो। अनि हामीसँग छन त अझै धेरै साथीहरू छन्, तपाईँहरूलाई हामीले यतिखेर बोलाउन सकेन, हामीलाई माफ गरिदिनु होला है साथीहरू। अनि अब नेक्स्ट टाइम गयो भने हामी तपाईँहरूलाई पनि फेरि पनि बोलाउने छौँ है। यो व्यापारले चाहिँ एकदम सरी है। त्यसपछि गाइस अब अर्कोतर्फ लागौँ भ्लगतर्फ। अनि देख्नु सक्नुहुन्छ उनीहरूले चाहिँ हिँड्न नसकेर यसरी हिँड्नु परेको थियो क्या गाइस त्यतिखेर। को चाहिँ यो ठाउँमा जानु भएको छ, अलिकति आफ्नो एक्सपिरियन्सहरू पनि भनिदिनु होला है। तर रमाइलो त एकदम रमाइलो है साथीभाइसँग है। अब त्यही माथि हामीले त खानेकुराहरू पनि यहीँ बोकेर गएको थियौँ नि त गाइस। त्यहाँ त यस्तो गाह्रो भएको कि त्यो ब्याग बोकेर हिँड्नलाई आफूलाई त अब कसले बोक्दो जस्तो भएको थियो। त्यही पनि हामी एकदम खुसी। त्यसपछि हामी ओखरिनी भन्ने गाउँसम्म पुगेपछि चाहिँ हामीले खाजाहरू खायौँ त। हामीले लास्टै भोक लागिसकेको थियो है त्यतिखेर चाहिँ। अनि खाजा खायौँ त्यतिखेर चाहिँ एकदम रमाइलो भयो क्या। त्यो सबै दुःख बिर्सिया जस्तो भयो क्या, खाना पाएर होला क्या गाइस। सबै दुःख बिर्सिया जस्तो भयो। त्यसपछि चेस गरेर हामीले चाहिँ पुरै कोकसोप खायौँ है। त्यसपछि अनि यताउति कुरा गर्दै गयौँ, ल फुडको पनि भ्लग देखाउँ न त भनेर यसरी मिनी भ्लग बनाइदिउँ। त्यसपछि अब के गरौँ भएर हामीले पनि अरूले गरे जस्तै नाटक गऱ्यौँ कि अब फेरि हाम्रो नेपालीको बानी अरूको सिक्नु परिहाल्यो। त्यही भएर यस्तो बनाएको गाइज। हाम्रो त के भयो भएन है, कसरी बनाउने पनि भनिदिनु होला। अब हामी चाहिँ एकदम धेरै भोकाएर खानकै ध्यानमा थियौँ, त्यही भएर हामीले केही देखेको थिएनौँ, जबरजस्ती खायौँ मात्रै राखेको थिएँ। त्यसपछि हामी त्यहाँबाट चाहिँ अब अर्कोतर्फ लाग्यौँ कि अर्को बाटोतर्फ लाग्यौँ। त्यसपछि चाहिँ अब एकदम रमाइलो भयो। त्यहाँ चाहिँ हामीलाई पनि अब खाजा खाएर एकदम बलियो भइसकेको थियो नि त त्यतिखेर। हामी दौड्यौँ मजाले दौड्यौँ भयो भन्दा किन दौडेको भन्दा त माई गड हेर्न सक्नुहुन्छ ओखरिनीको भ्यू। त्यही भएर हामी त्यसको एक्साइटिङले दौडेर रहेछौँ। तर थाकेको छ है साथीहरू, धेरै दौडेर होला, त्यसरी नदौड। अर्कोचोटि गयो भने चाहिँ त्यसरी नदौड है। त्यसपछि हामीले गाइज देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ ओखरिनी भन्ने ठाउँमा चाहिँ एउटा सानो स्विमिङ पुल भनौँ न, अर्ग्यानिक स्विमिङ पुल थियौँ। हामीले चाहिँ मजाले डाइभ हानी स्विमिङ खेल्यौँ है। त्यहाँ पानी लास्टै चिसो भएको कारणले गर्दा हामीले चाहिँ 2-3जना मात्रै खेल्यौँ, अरू त पानीको चिसोले डराए है। अब तपाईँहरूलाई चाहिँ यहीँबाट के भन्छु भने नेक्स्ट टाइम गयो भने चाहिँ प्लिज यसरी डराउने होइन है, प्लान बनाउने यहाँबाट घरबाट चाहिँ ल स्विमिङ खेल्ने भनेर जर्सी लिएर जाने, वहाँ गएर चाहिँ चिसो पानी भयो भनेर डराउने। अब अर्को पालि गयो भने चाहिँ त्यस्तो भन्न पाउँदैन है साथीहरू। तपाईँहरूले हामीलाई धोका दिनुभएको छ। अब यति भन्दै अब योभन्दा धेरै त म भन्दिनँ साथीहरूलाई, फेरि के भन्नु। हेर्नु नि त्यहाँ डाइभ हानेको, ओ माई गड। त्यसपछि हामी पौडी खेल्यौँ, साथीहरू चाहिँ अलि हल्का फोटोसोटो पनि खिच्दै त्यतातिर है। त्यसपछि अब त्यहाँ धेरै स्विमिङ खेल्न आएको मान्छे भएर हामी भाग्यो क्या गाइज, लाजले कस्तो भागेको है। त्यसपछि अब घरतर्फ त फर्किनु पर्यो। फर्केको हेर्नु न गाइज, हामीले चाहिँ के नै भए जस्तरी उफ्री है भागेको क्या हामीहरू। किन भागेको भन्दा त यस्तो शान्तिनो झर्ना हेर्नु पनि पाएको रहेछौँ हामीहरू। त्यहाँ चाहिँ शान्तिनो झर्ना पनि थियो, किनकि त्यहाँ धेरै अहिले झरी पर्ने सिजन होइन नि त, त्यही भएर। त्यसपछि हामी फेरि घरतिर फर्क्यौँ गाइज। यति भन्दै आजको हाम्रो मिनी भ्लग सकिन्छ। बाई बाई।